नमस्कार साथीहरू, आज हामी यता माथि साइडबाट पाउडर तर्फको यात्रामा अगाडि निस्किसकेका छौँ। यो चाहिँ हाम्रो सेती खोला हो, सेती नदी हो। यो अहिले चाहिँ पुरै बर्खामा चाहिँ पुरै भने अहिले चाहिँ नि हिउँको सिजन भएर पानी घटिरहेको छ, पानीको बहाव घटिरहेको छ खोलामा। पावर हाउस बन्ने अलिक पछि हो। हामी टेस्टिङको क्रममा आज 2081 साल चैत महिनाको 23 गते हामी अहिलेको यो भिडियो रेकर्ड गर्दैछौँ। यो एउटा सम्झना पनि होस्, हामीहरू अबका दिनहरू कता कता पुग्छौँ, कस्तो कस्तो स्थिति आइपर्छ। हामीहरू सँगै छौँ, अहिले सँगै यात्रा गरिरहेछौँ। एकजनाको 210 मेगावाट हाम्रो अडिट 6 मा जान खोजिरहेका छौँ। हाम्रो गाउँघरको भन्दा अलिकति फरक दृश्यहरू छन्, डाँडाकाँडाहरू। हाम्रोतिर अलि हरियो हुन्थ्यो भने यहाँ अलि सिजनमा भएर पनि हो, त्यो जङ्गलहरू कमै देख्न पाइन्छ। हाम्रो सुदूरपश्चिम जिल्ला हेर्नु, पश्चिम जिल्ला भनेपछि फेरि यो चाहिँ हाम्रो मकिङ थालेको हो। हामीले यो भित्र ब्लास्टिङ गरिसकेपछि यो टनेलको माटो चाहिँ नि यता ल्याएर फाल्छौँ। हेर्नुहोस् हाम्रो ओखरको रुख, हेर्नुहोस् गाइड, हामीले धेरै खायौँ यो ओखरको रुखबाट। ओखर चाहिँ खोला हो, हाम्रो टनेल आइपुग्दैछ है साथीहरू। यो चाहिँ हाम्रो टनेल हो। हाम्रो टनेल हो। रोकौँ गुरुजी, रोकौँ। हामी हाम्रो गन्तव्यमा आइसकेका छौँ। फेरि भेट्ने बाचा गर्दै आजको लागि बाई। ल अन्य सर बाई गर्नुहोस्।